गर्लफ्रेन्डको नम्बर छ भने मनुसँग लभ परेको छ भने मानबहादुर भनेर सेभ गर्ने त्यहाँ। मेरो नम्बर चाहिँ के भनेर सेभ गर्ने थाहा छ? इन्सपेक्टर साहब भनेर। के छ अङ्कल, राम्रो आछ फोटो मेरो? बड्डा कहाँ छन्? बुढो हो, मलाई खाना बनाइदेऊ न। हाम्रो जिन्दगी पनि हाम्रो बाबुआमाले इन्जोय गर्दा गर्दै आएको जिन्दगी हो। इन्जोय गर्न चाहिँ छोड्नु हुँदैन। के गरे बेबी तिमी? भिडियो भने यता त छिराउँछ त। त्यो त सिधै गर्ने हो कि बेबी? बेबी खै टाक खोला त सर्टको सोरुममा मात्रै छ कि गोदाममा नि त्यतिकै छ हेरौँ। आई लभ यु केटाहरू। ओ माय गॉड, मेरो सोल्टीले देख कस्तो कलर मिलेको। ओके, आई लभ यु चाहिँ भन्ने हो होइन, त्यो मुमा चाहिँ भन्ने होइन कि। त्यो त सिधै गर्ने हो कि बेबी? होइन केटी हो, होइन पारी केटी हो। हेलो पारीबाट केटीहरू के चाहिँ इन्जोय भइरहेछ? इन्जोय गर्न चाहिँ छोड्नु हुँदैन, किनकि हाम्रो जिन्दगी पनि हाम्रो बाबुआमाले इन्जोय गर्दा गर्दै आएको जिन्दगी हो। सो हामीले पनि इन्जोय गरेर बिताउनु पर्छ है। तर आफूले इन्जोय गरेकोलाई अरूलाई भन्नु हुँदैन। नाचेको गाएकोसम्म भन्न पाइन्छ होइन। एक दुई हजुर कसलाई बाबा त्यो फुल? होइन नि मेरो बेबीले दिएको फुल हो नभन नि त्यस्तो। ओ माई गॉड, सोल्टीहरू फेरि पुरै आदेशमा सर्जना। तर त्यो सोल्टिनीको पनि हात परिसक्यो है। तर सिरियसली त्यो सोल्टीहरू भन्दा त्यो सोल्टिनीहरू बहुत बलियो छ, एकदमै हुन्छ नि पावरफुल छ। आई लभ यु। बड्डा कहाँ छन्? मम्मीमै छन् बड्डा? तर घर गएर खाना पकाउनु लाउने हुँदैन, आफूले पकाउनु हुँदैन, बड्डाले पकाउनु लाउने। आफू त चिटिक्क परेर राम्री भएर नाइटी लाएर सिर्लिक्क परेको लुगा लाएर सेक्सी भएर बस्ने हो। बुढो हो, मलाई खाना बनाइदेऊ न। बेबी पानी त देऊ न। यस्तो भन्यो नि बुढालाई त। नबुढा जान्छ क्या तिम्रो बुढा फेरि अर्को चौचौकी हेर्दै फेरि। बुढालाई हरियो घाँस देखाएको देखाइ। अहिले सबैजनाले लाउड गरेर भन्नु पर्यो है। के छ अङ्कल, राम्रो आछ फोटो मेरो? फेरि आन्टीले गाली गर्नु होला नि फेरि, ज्योति मर खिचेर ल्याइस् भनेर। मोबाइलमा पासवर्ड राख्नु होला है। मोबाइलमा पासवर्ड राख्ने, आन्टीले हेर्न नदिने। गर्लफ्रेन्डको नम्बर छ भने मनुसँग लभ परेको छ भने मानबहादुर भनेर सेभ गर्ने त्यहाँ। ल केटा ज्योति भन्नेसँग लभ पऱ्यो भने जोन भनेर सेभ गर्ने। अझ बुढीले सँगै नगर्ने नम्बर चाहिँ कसरी सेभ गर्ने थाहा छ? रानीसँग लभ पऱ्यो भनेपछि राजु मास्टर भनेर गर्ने है। अनि हाम्रो उद्योग वाणिज्यसँग दाइहरूलाई त त्योभन्दा राम्रो आइडिया दिनु पर्यो। म हजुरहरूले फेरि हजुरहरू झन् स्वाग छ होइन, कलाकारको सबै नमस्ते दाई, मलाई त्यो गाडी पठाइदिनु न दाई, मलाई यो चाहिएको छ दाई भन्ने फोन आइरहन्छ। कोही मन पऱ्यो, म तपाईँको र मेरो लभ पऱ्यो भने नि मेरो नम्बर ज्योति भनेर सेभ नगर्नु होला। मेरो नम्बर चाहिँ के भनेर सेभ गर्ने थाहा छ? इन्सपेक्टर साहब भनेर। अनि अर्को मान्छे बोर्डको नम्बर त डिएसपी साहब भनेर गर्ने। त्यो भयो भने फोन आयो भने सङ्घलाई पनि उठाउँदैन नि बुढीले। कस्तो हो होइन, उठाइदियो नि बुढी भने कहाँ हुन्छ डिएसपी साहबको, कहाँ मैले उठाउनु भन्छ नि त बुढीहरूले होइन। अझै धेरै लभ परेको छ भने मन्त्रीज्यू भनेर राख्ने। अनि कसरी उठाउँदैन है तपाईँहरूले चाहिँ केटीको नाममा केटाको मात्रै राखे हुन्छ। केटीहरूलाई म आइडिया दिन्छु, पछि दिन्छु ल। लाउड गर है। यसरी त्यही भनेको पासवर्ड छ कि छैन? यो अङ्कलले निकै
खिच्नु भएको छ मेरो तिग्रा मुनिबाट पुग्नु। तर म चाहन्छु तपाईँ खिच्नुहोस्, हेर्नुहोस्, चार्ज हुनुहोस्, मुड बनाउनुहोस् अनि घर गएर बुढी खुसी पार्नुहोस्। कृपया तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नु होला। भिडियो मन पऱ्यो भने लाइक गर्नु होला र च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला। अर्को भिडियो लिएर पुनः उपस्थित हुन्छु। त्यतिन्जेलसम्मलाई बिदा दिनुहोस्। नमस्कार।